गाइज हैन ब्याक टु माई न्यू ब्लग हामी चाहिँ आज चाहिँ यता यो जङ्गल हुँदै कता जाँदैछौँ यता चाहिँ हामी यता चाहिँ उत्तम छ अनि यो भाइ चाहिँ कृष्ण भाइ छ उता चाहिँ सुजित दोस्त छन् हामी चारजना मिलेर हामी चाहिँ यता जङ्गल घुम्दै जङ्गल सफारी भनौँ आज अब यो जङ्गल सफारी हामी बिचमा आएछौँ अनि यो भ्लग बनाउने पनि बिचबाट स्टार्ट भएको हो त्यस्तो केही नमान्नु होला हजुरहरूलाई अगाडि हामीले चाहिँ धेरै केही देखेको छैन हामीले रुखहरू देख्यौँ राम्रो रुखहरू थिए अनि एउटा दुइटा बाँदरहरू थिए अनि एउटा दुइटा कुकुरहरूलाई मैले साथमा ल्याएर आएको छु कुकुरहरूलाई साथमा ल्याएर आएको छु होइन हेर्न सक्नुहुनेछ बिचरालाई मुत लागेको रहेछ होइन अब गाइज होइन अब ऊ खुन गाइज खुन हेर्नु त यहाँ खुनी उसको गाडमा हाल्नलाई यो निकाले चाहिँ सेम भाङ जस्तो नरहेछ त साथी लेस बान्नु छ अब ड्रेस होइन लेस हो लेस ले के साथी हेर्नु हेर्नु यो गाइज यसलाई हेर्न सक्छौ गाइज यो चाहिँ कसैलाई केही पनि गर्न दिँदैन गाडै अनि यो खुन हेर्नुहोस् पो तपाईँ यहाँ के भएको थियो भनेपछि यहाँ बाघले ऊ मारेको हेर्नु बाघले जनावरहरू मारेर हेर्नु उ त्यो अनि तपाईँले हड्डीहरू देखाएन भन गाइज उहाँ पर उता देख्न सक्नुहुन्छ उहाँ पर हड्डी थियो यतातिर हो त्यो आमा कुरी के देखाउनु त्यतासम्म साथी त्यसको खुन हो त्यो बाँकी कुरा यस्तै हो गाइज अनि अब हेर्नु साथी हेर्न सक्नुहुन्छ यो चाहिँ मुत्न गइरहेको गाइज चुप्लाक यो मुत्न गइरहेको यो खोइ कहाँ साथी खोइ माछा खोइ माछा हेरौँ साथी खोइ आमा साथी गाइजहरू माछा आज यही खाएर बाँच्ने हामीहरू हेर्नुहोस् यो हेर्न सक्नुहुन्छ तपाईँहरू हो बिल्कुल साथी गाइज हेर्नु मुतेको हेर्नु गाइज हेर्नु साला यो चाहिँ हाम्रो भिडियो बनाएर एक्लै मुत्न गएको हेर्नु त गाइज यो जाउँ गाइज अब हामी अब यता जाउँ यो ओ वाटर प्रुफ त हो नि आडे अबे पूजा गरेन आडे ए मा कसो ओ म लुटे धन्य लुटेको गाइज न अब बाँकी चाहिँ अब हामी कहाँ जाउँ भनेपछि हामी कहाँ जान सक्छौँ गाइज यो जङ्गल झन् केही पनि छैन जङ्गलमा बाघ छैन गाइज बाघ चाहिँ जङ्गल गाइज आज यस्तो हेर्नु अब बाघ भेटिएछ भनेपछि यो भिडियो अपलोड हुँदैन होइन बाघहरू भेटिएन भनेपछि चाहिँ भिडियो अपलोड हुने चान्सेसहरू धेरै छ खल्लो खन्थेँ अब आडे जस्तो ओइ के पुरै हेर्नु त गाइज यो पुरै हेर्नु गाइज अब हाम्रो साथीहरू चाहिँ के गरिरहनु कामै छैन यिनीहरूको हामी अगाडि जाँदै गर्छौँ पहिला हामी घर गइहालौँ फटाफट घरलाई नि छैन कति बज्यो साथीले यहाँ चरा मार्न गइरहेको छ हेर्छु दुलो छोड्नु त चरा हेर चरा गाइज चरा ल कच नगर चरा निकाल साला ठर्कीमा दुलो देख्न नहुने के काहीँ पनि छैन साथी चरा त छैन यत्रो छ चरा त छैन साथी आँडै छैन आज राशिफल पनि आएछ त गाइज के हो यस्तो बारा यो चाहिँ अगाडि उयो आज हेर्नु गाइज मैले कन्टेन्ट भेटाइसकेको छु हेर्नुहोस् अब यो हाम्रो यो साथी छ यो थोप्लालाई आज यसको गाइजहरू हेर्नु अब यसलाई आज बेच्चेबारी कन्टेन्ट भेटिसकेको छ गाइज हो ओ सुजी के हो बिल्कुल साथी हो न तर दिन्छ नि अरे चाहियो भाइको यो भाइलाई छ त भाइ यो भाइ हेर्नु गाइज यो भाइ ल यो भाइ हुँदा हामीलाई केही आवश्यक पर्दैन अरे त्यो आडे कहाँ पो जान्ला फेरि म मुखी गइसक्यो यहाँ मैले यहाँ सरस्वती पूजाको दिन आएको त मैले हाम्रो कलेजबाटै एक दिन कलेजबाट पनि स्कुलबाट आएको त यहाँ होइन रे के त्यही हो कि मलाई ल गाइज हेर्नु त्यतिखेरको केटा ठुलै मुला बिहे गरेको ओ सबैसँगै हिँड्नु ल केटा ल अहिले साइडमा हिँड साइडबाट साइडमा हिँड्नु ल सबै देख्नु पर्यो चिलाउन लागेको छ माछा मारौँ न केटा होला माछा हामी त माछा मारेंगे अब ओइको आत्र माछा चाहिँ होला साथी ठुलो चाहिँ भन्न सक्दैन
ओ यहाँ त छ ओ यहाँ छ हट यता 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 चुप यहाँ चाहिँ छ मुजी ल माछा नै छ ओ एउटा बल्छी ल्याउ न बरु माछा मारौँ माछा चाहिँ छ गाई झन्डैमा चाहिँ ठुलो माछा देखाइदियो त ए गोरो अट्याक हान्ने माछा साथी साममा ठुलो होला नि चिनीहरू उतातिर उता बास छ नि त भाइ फेरि ट्याक्कै त्यही त झ्याङ्टा झ्याङ्टा उहाँ छ माछाको बच्चाहरू ऊ बच्चा हेर न ऊ छ ऊ हेर्न ऊ सानो हो हेर्न यी माछाले फिटी फिटी गरेर गाई जाउँ आइदियो उता माछा सुकेर हाल्यो त्यही होला यहाँ यस्तो यस्तो बनाएको नयाँ नयाँ सेप देख्दैछु यता यहाँ हुन सक्छ यहाँ र यहाँ मुला यहाँ गोरो ठुलो होला नि साथी गोरो भने थाहा छ कि नै गोरो पानी हुन्न त्यस्तामा हुँदैन रे त्यो उसमा अलिक किचो जस्तो किचो जस्तो हुन्छ कि गाइज हामीले माछा मारेको छैनौँ माछा मार्ने प्लान बनाएको थियो डन्डा भयो सबैको डन्डा भयो मुजी डन्डा भएन त्यही भएर गाह्रो त्यही भएर हामीले माछा मारेको छैनौँ जब माउन्ट क्लाइम गर्छौँ होइन हम अब जाएंगे ऊपर हम इतना ऊपर चढेंगे कि ओए माथि 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 हिँड न ओए यहाँभन्दा बस त्यहाँ जान सजिलो थियो त्यति मिहिनेत क्या गर्नु पर्यो भाइ यता अडाउ न यतै बाटो बनायो गाईहरू यसमा चाहिँ यो बाटो चाहिँ बनाउनु पर्ने रहेछ गाई झन् लो लो जीत गए हम तुमसे हम हार गए इस दिल से ए बिट्टु तान त आइज ल गाइज होइन मैले चाहिँ यति माउन्ट क्लाइम्ब गरिसकेका छौँ गाईहरू हेर्न सक्नुहुन्छ हाम्रो साथै माछै मार्न भेटा खाइन छौँ ओ तक 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 च्यो पप्पी च्यो यो नारायणपुर हो हेर्नु सक्नुहुन्छ हामी यति टाढा छु यति यति उ छ उसले चाहिँ जुम गरेर देखाउँदैछु अब गर्मी भइगयो त यार मजा आएको गरे यार अनि यो चाहिँ खेतहरू खेतहरू पनि हेर्छ नि त गाईको होइन हरियाली यस्तो हरियाली छ त्यसले माछा मार्ने साधन तर म यो उसले माछा मार्दैछ ल ल केटो जङ्गल जङ्गल दौड चला ओ आइज माथि हामीले खेत चाहिँ हेरेर हामीले खेत चाहिँ सबै हेरेर आइसकेको छु फेरि हामी अब जैसे हम आएंगे आए थे वैसे हम नीचे जाएंगे मलाई यहाँ हाम थालेको घर त तल जानु पर्छ गाई जब म चाहिँ लोड्दै आइसकेको छु साथी हरियो हरियो निकाल्यो ठुलै माछा रहेछ गप 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 ए यो हो हरियो 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 माछा तल देखाएर सर्पवाला माछा हो यो सर्पवाला माछो सर्पवाला माछो बोका जोता जाऊ न उनी अगाडि जाऊ न चौर लो 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 अन्त अगाडि नदी छ नदी त हुने नदीमै त छु नदी कट्न पर्छ झ्याउँदै यता 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 त्यहाँदेखि नदी हम देखेंगे अब सबको नदी ये देखो इधर नदी है नदी के बीच पे टापू है टापू के ऊपर में लो लो मोदी खेल 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 के तो खेल अलि टाइट भयो त मजा आउँथ्यो नि यार कन्ट्या होइन मोली खुट्टा समात्ने भाग्ने मोली गाइज मेरो गाडी देख्न सक्नुहुन्छ भुम 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 भाग 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 भुम भुम गइको त्यो चढ उडिसक्यो तिमीहरू नउडेर के गर्छ आज यो घोडाघोडीमा अजिङ्गर रोडमा आउँछ अरे त मैले त्यो के हो
यो गाइज यो ओ अजिङ्गर आउने कहाँ जाऊ जाउँ त मुजी अहिले 10 रुपियाँ जाउँ हैन जाम हैन जाम नि यहीँबाट जाम न त यो माथि लिटिल चोक हुँदै जाम न ज्वाला यो मान्छेले यहाँबाट बोका बोका भन्ला आज हामी पान्तरी रुजेर आछौँ उता यो सालले त बोक्न पर्नेमा आएकै आइज माछाले हेर्नु गाइस ल कसरी हामफाल सक्छ कि नै त्यो समातिस भने 25 भाइ त्यो समातेर कहाँ आउने ल हामफाल गिरलाई र फेरि मजा होला फेरि ल ल लास्ट ल ल ल 1 2 3 गो ल ल ल ल ल गाइस गिरे त धन्ना राणा भन्दैले गाइस बोक्दिने गइराछन् मेरो आफ्नै पाइन्टर यहाँ पनि यहाँ रुजिछु ल त साथीलाई बोक्दिउँ त्यसमा अझै पनि रुद्दला यसो हल्का फोल्ड गरे जस्तो गराउनु त्यो मुजी जुत्ता कसले लाएर आयो भन्थ्यो माछालाई खै यार त्यसलाई फ्यासन देखाउनु पर्थ्यो गाइस हैन ल त साथी बोक्दिउँ मुजीलाई आमा दाइ मेरो रुचि गए यसलाई बोक्ने चक्कर बुई बोक्दैन बुई बोक्देऊ नै बोक्ने अरु कसरी बोक्ने काखमा बोक्दैन भद्रान्त गिराएन कहाँ बोकम राज भद्रमा गिराउँदासम्म त मुजी म समाति राखेको त के दुबई खस्नुपर्छ कि एउटा मात्रै खस्नु भएन अलि माथि आइज हेर त यो त आको गाइस गर न तिमी तल झर क्या भाइरी छैन के अरे यता गरेकै जान्छ यता यहाँ पुग्या ए यो मैले हामफाललाई यत्रो आमा तिमी हात जोडा न त्यो हात जोडा तिमी हात जोडा के गाइस हात जोडा के साथी हात जोडा न ढल्क्यौ न एक साइड ढल्क्यौ